कुन ठाउँ पर्यो होला? यो बेलुपुरमको रेल स्टेसन हो। बेलुपुरमको रेल स्टेसन हो। टिकट काट्ने माने उहाँ जाँदा हुन्छ। टिकट काट्ने मेडम उहाँ बसिराख्नु। ओहो टिकट काट्ने मेडम उहाँ बसिराख्नु हुँदो रहेछ। टिटिओ बारीमा टिटी त उहाँ बस्छ आएपछि एकछिन यहाँ रोकिन्छ ट्रेन त्यहाँबाट उठ्यो। तपाईँले यो कपालमा हेयरबेल चाहिँ किन लाउनु भएको होला? यो हावाले चुल लडायो के धेरै नै हावा हानेछ कि हावाले धेरै चुल लडायो। ओहो हावाले कपडा त फेरेर पार्नु। घरि यता लडाउने घरि उता लडाउने घरि यहाँ आइपुग्नु भयो यो ठाउँमा। खेलाउँदै आएको थिएँ यहाँ पो आइपुगेछ। धनुक त घरैमा छोडेछ तिर मात्रै बोकेर आएछ। हेर्दा त तिर हान्नु न खरा खेलाउँदै अब यहाँ आइपुगेछ। अब गराउने छ खरायो लुक्ने अरे खरा खेलाउँदै यहाँसम्म आइपुग्नु भयो तपाईँहरू। अच्छा अनि कतिवटा भेट्नु भयो के कुन कुन परिकारको खरायो हुन्छ यहाँ? यहाँ त बेसी जस्तो कालो खालको हुँदो रहेछ। सुन्नु न यहाँको मान्छेहरू प्रायः किन कालो? जन्मिँदा चाहिँ सेतै हुँदो रहेछ के सेतो भयो भने त्यो माथि त्यो आगोमाथि त्यो सिकुटी बनाएको जस्तो मासु सुकुटी बनाएको सुकाइदिँदो रहेछ। खेल्ने त्यहीँ धुवासो लागेर कालो हुँदो रहेछ। हजुर अनि कसैलाई साह्रै नै धुवासो भयो भने त्यसलाई चाहिँ चक्कुले खुर्केर अलिअलि आँटा साटा लगाएर मैदा सैदा पाउडर लगाएर चाहिँ त्यसमा अलिकति अथवा सेतो हुँदो रहेछ। हजुर कोही त कालो नै भइहाल्छ। कोही त कालो नै हुन्छ। यो अब सरङको सेपलाई सरङबाट चाहिँ निकाल्नु पऱ्यो त्यो सबै चक्कुले खुर्केर अनि आँटा लगाएर पाउडर लगाउँदाखेरि हजुर पर्दछ। अच्छा कोही चाहिँ त्यतिकै फेरि लगाएर राख्दाखेरि त्यो त झन् अझै हाप्सी त के त्योभन्दा कालो देख्दो रहेछ। अच्छा